संसदीय पद्धति द्वैत शासन होइन कि त प्रत्यक्ष रूपमा राष्ट्रपति कार्यकारी हुन्थ्यो। यो संसदीय पद्धति भएका कारणले शासन अधिकार र राजकाजको अधिकार प्रधानमन्त्रीमा हुन्छ। अध्यादेशलाई रोक्ने न हैसियत न कानुनी व्यवस्था राष्ट्रपति समक्ष छ, गर्न हुँदैन थियो, गर्न पाइँदैन थियो। दोस्रो, विधेयक बरु रोक्न सकिन्छ एकपटक, तर फेरि दोहोऱ्याएर आयो भने त्यो विधेयक पनि राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ। अध्यादेश प्रधानमन्त्रीको विशेषाधिकार हो, भलै त्यो अध्यादेश हतारोको चटारोमा ल्याउनु हुँदैन थियो, तर त्यो अध्यादेश ल्याइसके पछाडि संसद प्रारम्भ भएको 60 दिनभित्रमा त्यसले विधेयकको रूप ग्रहण गर्नुपर्दछ अथवा पारित गर्नुपर्दछ र 6 महिनाभित्रमा संसद अनिवार्य रूपमा बस्नुपर्छ, होइन भने त्यो अध्यादेश स्वत खारेज हुन्छ। प्रधानमन्त्रीले राष्ट्रपतिलाई नियमित रूपमा भेट गर्नुपर्छ, सेरोमोनियल नै सही, तर त्यो साप्ताहिक अथवा पाक्षिक रूपमा भेट्ने उपक्रमलाई निरन्तरता दिनुपर्छ, ताकि त्यो राष्ट्रपति भनेको पात्र होइन, त्यो एउटा संरचना हो, त्यसको संज्ञानमा रहन सकोस्। किनभने सरकारको प्रमुख सल्लाहकार त फेरि राष्ट्रपति हुने हो, संविधानको पालक र रक्षक। हिजो पनि अध्यादेश रोक्नु गलत थियो, आज पनि गलत छ। राजाले पनि अध्यादेश यदि संसदीय पद्धतिमा रोक्यो भने त्यो गलत छ, त्यो अधिकार थिएन। सँगसँगै अहिले अध्यादेश मार्फत गरिएको एकैपटक गरिएको संवैधानिक र विशिष्ट अधिकार हुँदाहुँदै पनि राजनैतिक नियुक्ति र व्यावसायिक नियुक्तिलाई फरक छुट्याउनु पर्दथ्यो। यो घानमा व्यावसायिक नियुक्तिहरू पनि परेका छन् र भोलि यो अदालतले पुनरावलोकन गर्न सक्छ। त्यसैले यति कठिन यात्रामा सरकार नहिँडेको भए हुन्थ्यो, बरु अलि दिगो र समय लिएर संसदलाई नचलिकन संसदीय बाटो लिएको हुन सक्दथ्यो। त्यसबाहेक यदि यो देशलाई साँच्चीकै दिगो विकास र समता स्थापित गर्न छ भने ठुला पूर्वाधार र सडकभन्दा पनि कृषि एक नम्बरको प्राथमिकतामा हुनु पर्यो। त्यो कृषि प्राथमिकतामा परेकै कारणले डाक्टर सोनी माग्ले, डाक्टर विपिन अधिकारी र टिकाराम यात्रीहरू यति बोल्ने र आफ्नो क्षेत्रमा यति गर्न सक्ने भएका हुन्। त्यो आफ्नो इतिहास नबिर्स्यौँ र नीति तथा कार्यक्रम र बजेटमा पनि त्यसलाई प्राथमिकतामा पारौँ। र अन्त्यमा टिकटक हेरिरहेका मान्छेहरूलाई पनि यो सरकारले ज्यावाल बोकेर खेतबारीमा जाउँ पार्न सकोस् अनि देश बन्छ। तपाईँले त मैले भन्दा धेरै राम्ररी भन्नुभयो, धन्यवाद।